नमस्ते साथीहरू। हेर्नुहोस् न, आज बेलुका अब के खाउँ भन्ने भयो हैन घरमा। र यसो सल्लाह गरेको मोमो खाउँ भन्ने भएर चाहिँ म चाहिँ यहाँ हेर्नुहोस् है, मोमो बनाएर स्टिम गर्दैछु मोमोको अघि। अब मोमो पनि रेडी भयो। हेर्नुहोस्, आज चाहिँ यो चाहिँ चिकनको मोमो हो। हजुर, यसो हेर्दा चाहिँ पाकेछ है, चिकनको मोमो पाकेछ। यसरी त्यही त आज बेलुका के खाउँ भनेको डिनरमा, र दुईजनाको सल्लाह भयो हैन। र अब होस्, आज त मोमो खाउँ छिटै गरौँ भनेर मोमो बनाएँ। त्यसमाथि चटनी पनि बनाएँ। हेर्नुहोस्, टमाटर सुक्खा खोर्सानी हालेर यसको अचार पनि बनाएँ। हेर्नुहोस् है साथी हो, यस्तो छ आजको हाम्रो डिनर चाहिँ दुईजनाको यस्तो छ। अब यसलाई छोपिदिउँ होला हैन, भाप जान्छ। माथिको त पाक्यो, अब तल्लो यो सेकेन्ड स्टेप चाहिँ पाक्नु छ। अर्को स्टेप पनि बनिँदैछ। हुन्छ, धन्यवाद हेरिदिनु भएकोमा आजलाई।